तिहारको लागि यस्तो दामी काँडेदार सेलरोटी कसरी बनाउने भनेर हजुरहरूलाई म एक्ज्याक्ट मेजरमेन्टको रेसिपी दिन्छु है त आज। फर्स्ट थिङ ख्याल राख्नु पर्ने भनेको चाहिँ कुन चामल युज गर्नेमा हो। मैले चाहिँ यो चामल राइस टाइसबाट लिएर आएको थिएँ। आई बिन युजिङ दिस फर 3 years एन्ड दिस इज पर्फेक्ट। यो चाहिँ स्टिकी राइस हो। हजुरहरूले जुन स्टिकी राइस युज गर्दा पनि हुन्छ। यो स्टिकी राइस जति युज गर्नु भएको छ इक्वल अमाउन्टमा चाहिँ हजुरहरूले नर्मल घरमा खाने बासमती राइस युज गर्नु होला। मैले चाहिँ यो 2 किलो स्टिकी राइस अनि 2 किलो बासमती राइस युज गरेको थिएँ। अब त्यसलाई मजाले मिची पखालेर चाहिँ त्यसलाई सफा पानीले भिजाउन राखिदिन्छौँ। त्यसैमा चाहिँ मैले एभ्री 1 किलो चामलमा चाहिँ 10 ग्राम मेथी राखिदिएको छु। हजुरहरूलाई मेथीको स्वाद मन पर्दैन भने यसलाई हाफ गर्नु होला। अब त्यसैमा चाहिँ मैले ल्वाङ सुकमेल र हल्का दालचिनीलाई पनि भिजाउन राखिदिन्छु। अब यसलाई चाहिँ हजुरहरूले मिनिमम 8 घण्टादेखि 24 घण्टासम्म भिजाएर राख्न सक्नुहुन्छ। यो भिजिसकेपछि यस्तो नरम बन्छ चामल अनि त्यो सुकमेलको बाहिरको बोक्रा चाहिँ फ्यालिदिनु होला। अब यसको पानी निथरेर चाहिँ हामीले यसलाई ब्लेन्ड गर्छौं। ब्लेन्ड गर्दाखेरि यसमा हल्का पानी हालेर ब्लेन्ड गर्दा फरक नै पर्दैन। अनि द मोस्ट इम्पोर्टेन्ट थिङ भनेको चाहिँ यसको कन्सिस्टेन्सी। यसको कन्सिस्टेन्सी चाहिँ यतिको लयालु हुनुपर्छ हैन। हजुरहरूले यसरी लिफ्ट गर्दाखेरि चाहिँ त्यो सरर बग्यो भने चाहिँ इट्स रेडी। हल्का छुट्टिँदै तल झर्छ भने चाहिँ इट्स नट। हजुरहरूले अझै ब्लेन्ड गर्नुपर्छ। अनि काँडेदार बनाउनको लागि चाहिँ एउटा दुईटा ब्याच चाहिँ यतिको खस्रो चाहिँ बनाउनु पर्छ है। अब त्यो सबैलाई चाहिँ राम्रोसँग मिक्स गरेर चाहिँ यतिको स्मुथ कन्सिस्टेन्सीको बनाउनु पर्छ। अब त्यसमा मैले आधा किलो चिनी, आधा किलो अनि आधा किलो घिउ राखिदिएँ। त्यसलाई पनि राम्रोसँग मिक्स गर्ने। यसलाई चाहिँ जति मिक्स गर्यो त्यति राम्रो बन्छ भनिन्छ। त्यही भएर मैले त मेरो किचन एड युज गरेँ यसलाई मिक्स गर्नलाई। माई किचन एड इज वर्किङ फुल टाइम दिस तिहार। अब त्यो ब्याटरलाई पनि मैले फ्रिजमा 8 घण्टाको लागि भिज्न छाडिदिएको थिएँ। यस्तो बाक्लो बन्छ हैन। अनि अब त्यसमा मैले मनतातो पानी राखेर चाहिँ अझै त्यसलाई मिक्स गर्न छाडिदिएँ। यस्तो राम्रो यस्तो सफ्ट पिठो बन्छ नि यति गरिसकेपछि। ल यति गरिसकिसकेपछि हजुरहरूको ब्याटर त रेडी भयो हैन। हजुरहरूलाई एउटा अर्को टिप्स पनि दिन्छु म। सेलरोटी कतिको गुलियो खाने भनेर चाहिँ हजुरहरूको ब्याटरबाट पनि डिटरमाइन हुन्छ। सो हजुरहरूले त्यो ब्याटरलाई हल्का ट्राई गर्नु होला। त्यो ब्याटर चाहिँ हजुरहरूलाई जतिको सेलरोटी गुलियो मन पर्छ नि त्यो भन्दा हल्का एक्स्ट्रा गुलियो हुनुपर्छ। किन भन्दाखेरि फ्राई गर्दाखेरि अलिकति गुलियोपन घट्छ कि क्या हो थाहा छैन, तर द्याट्स द ट्रिक। मेरो चाहिँ हल्का गुलियो भएको थिएन, त्यही भएर थोरै चिनी थपे अनि त हाम्रो ब्याटर इज रेडी टु बी फ्राइड। रोटी पकाउँदाखेरि अर्को टिप्स भनेको चाहिँ आगोमा पनि फरक पर्छ। मेरो सेम सेलरोटीको ब्याटर इन्डक्सनमा पकाउँदाखेरि यतिको काँडा उम्रेको थियो भने मैले जब आगोमा चाहिँ अलिकति दन्दनी आगो बालेर बनाए यस्तो काँडेदार बन्यो। सो डोन्ट वरी, हजुरहरूको रोटी काँडेदार भएन भने त्यो इन्डक्सनको दोष हो, हजुरहरूको दोष होइन। हजुरहरूसँग ग्यास बर्नर छ भने त्यो युज गर्नुभयो भने पनि पर्फेक्ट सेलरोटी बन्छ। थ्यांक यू सो मच फर वाचिङ।